फाल्गुनन्द गाउँपालिका वडा नम्बर 1 नौमीडाँडाका कृषकहरू परम्परागत खेती छोडेर यति बेला लसुन खेतीतर्फ आकर्षित भएका छन्। परम्परागत खेतीभन्दा लसुन खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका कृषकहरू लसुन खेतीतर्फ आकर्षित भएका हुन्। केही वर्ष अघिसम्म आफ्नै भान्सामा मसलाको रूपमा प्रयोग गर्न करेसा बारीमा थोरै मात्रामा लसुन रोप्ने गरिन्थ्यो, तर लसुनको भाउ प्रत्येक वर्ष बढ्दै गएकोले लसुन खेती बढाउँदै लगेको कृषकहरूको भनाइ छ। फाल्गुनन्द 1 नौमीडाँडाका ओसिलो क्षेत्र तथा सिँचाइ सुविधा सहज भएका क्षेत्रहरूमा हाल लसुन खेती बढाउँदै लगिएको छ। नौमीडाँडाका सुर्के नागीको जोरधारा ठाडो लाइन, केराबारी, सुर्के, पातले टोल, नरकटे, डाँडागाउँ, सत्यरूपा लगायतका टोलहरूमा प्रत्येक वर्ष लसुन खेती बढाउँदै लगिएको हो। सिँचाइ सुविधा तथा पानी भएको ठाउँमा लसुन खेती गरेर मनग्गै आम्दानी गर्न सकिने फाल्गुनन्द 1 का कृषक मुक्तिनाथ चापागाईको भनाइ छ। नमस्कार, म मुक्तिनाथ चापागाई, फाल्गुनन्द गाउँपालिका साबी 1 नौमीडाँडा 4। म चाहिँ हाल लसुन खेतीमा अत्याधिक लागि परेको छु। त्यसै गरी कृषकहरूलाई नि म के भन्छु भने, पानी पुग्ने ठाउँमा लसुन खेती अत्याधिक राम्रो खेती हो। योबाट राम्रो आम्दानी पनि लिन सकिन्छ। त्यसैले गर्दाखेरि हामी सबैले कृषिमा आबद्ध हुनका लागि लसुन खेतीमा अत्याधिक ध्यान दिएर लाग्नुपर्ने भयो। त्यसै गरेर यो लसुनबाट राम्रो आम्दानी लिनका लागि पानी पुग्ने ठाउँ हेर्नु पर्यो। त्यस पछाडि खनजोत अनि मल अत्याधिक हाल्नुपर्ने भयो। यसको बजार भनेको म चाहिँ इलामको इलाम बजार, पशुपतिनगर, फिकल लगायत भारतको दार्जिलिङसम्म खपत गर्न सक्छु। यसबाट म वार्षिक आम्दाम 2,50,000 लिन सक्ने लसुनबाट आम्दानीको स्रोत बनाएको छु। कृषकहरूले उत्पादन गरेको लसुन खरिद गर्न व्यापारीहरू कृषकहरूको घर घरमा पुग्ने गरेकोले लसुन बिक्री गर्ने बजार पनि सहज भएको छ। लसुनको भाउ राम्रो भएको तथा बिक्री गर्ने बजार समेत सहज भएकोले कृषकहरूले लसुन खेती बढाएका हुन्। यति बेला नौमीडाँडाका कृषकहरूलाई लसुन खेती उठाउने चटारो छ। लसुन बाली उठाएर उक्त जग्गामा मकै खेती लगाउनु पर्ने भएकोले कृषकहरू लसुन बाली उठाउन धमाधम लागेका हुन्। लसुन खेतीमा रोग किराको प्रकोप कम हुने, खेती गर्न सजिलो हुने तथा कम मेहनतले नै धेरै उत्पादन गर्न सकिने भएकोले लसुन खेती कृषकहरूको रोजाइमा परेको हो। लसुन उत्पादनमा वृद्धि तथा लसुनको भाउ समेत प्रत्येक वर्ष बढ्दै गएकोले कृषकहरूको आम्दानी बढ्दै गएको छ। पछिल्लो समय प्रत्येक वर्ष नौमीडाँडाबाट लाखौँको लसुन विभिन्न ठाउँमा बिक्री तथा निर्यात हुने गरेको छ। यहाँ उत्पादन भएको लसुन झापाको धुलाबारी लगायत विभिन्न बजारमा बिक्री गर्ने गरेको स्थानीय व्यापारीहरू बताउँछन्। फाल्गुनन्द 1 नौमीडाँडाका प्राय सबै क्षेत्रमा लसुन उत्पादन गर्न सकिने भए पनि सिँचाइको असुविधाले सबै क्षेत्रमा लसुन खेती गर्न सकिएको छैन। आवश्यक सिँचाइ सुविधा विस्तार तथा विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरूबाट लसुन खेतीलाई हौसला प्रदान गर्न सके कृषकहरूको जीवन स्तर उकास्न सक्ने देखिन्छ। दीपक दुलाल, फाल्गुनन्द 1 नौमीडाँडा 5 थर।